हामी अहिले यस मकवानपुर जिल्ला बागमती गाउँपालिका वडा नम्बर 2 मा अवस्थित श्री रामेश्वर महादेव मन्दिरको प्राङ्गणमा आएका छौँ। यो मन्दिर चाहिँ अत्यन्त पुरानो 1898 मा स्थापना भएको रहेछ र यो यहाँको स्वरूप हेर्दाखेरि यहाँ भएका शिलाहरूको स्वरूप हेर्दाखेरि निर्मित नभई यो प्रकृतिले दिएको स्वरूप हो र यो मन्दिर अथाह चाहिँ कला संस्कृतिले झल्किएको एकदम पुरानो मन्दिर भएको छ र यो एकदम शक्तिशाली छ भन्ने कुरा नि यहाँको स्थानीयबाट बुझ्न सकिन्छ र यो मन्दिर चाहिँ अहिलेको अवस्था पूर्ण रूपमा जीर्ण भएको छ र यहाँ छेउमा पिपलको रुख र यता दायाँ बायाँ बर पिपलको रुख रहेको थियो र यो अहिले पिपलको रुख र बरको रुख दुईटै ढलेको अवस्थामा छ र यो मन्दिरको अवस्था पनि एकदम जीर्ण अवस्थामा रहेको छ। शक्तिशाली छ भन्ने पनि यहाँको स्थानीयबाट प्राप्त भएको छ। शिलाहरू हरेक शिलाहरूमा केही न केही आकार आएको छ। शिवजीको धेरै जस्तो शिवजीको लिङ्गको आकार आएको छ र यो अवस्था अहिले यो मन्दिरको अवस्था जीर्ण रूपमा रहेको छ र यसमा स्थानीय सरकार र पुरातत्व विभागको पनि ध्यानाकर्षण होस् र जसरी हुन्छ हाम्रो हिन्दू धर्म, हाम्रो संस्कृति, हाम्रो परम्परा हाम्रो स्थानीय सरकारबाट होस् र पुरातत्व विभागबाट होस् यसको संरक्षण होस् र सबैको ध्यानाकर्षण होस्। यस क्षेत्रमा सबैको ध्यानाकर्षण होस्। छिटोभन्दा छिटो यो मन्दिरको व्यवस्थापन राम्रो होस्। यो यस्तो अवस्थामा रहेको छ, एउटा त्रिपालले भगवानको छत ढाकिएको छ र साइडतिर जस्ताले घेरिएको छ। यस्तो अवस्थामा रहेको यो मन्दिर अति महत्त्वपूर्ण शिलाहरू यस मन्दिरको आसपास रहेका छन्। यो शिलाहरू व्यवस्थित छैन, छरिएर रहेको अवस्थामा छ र यो मन्दिर अत्यन्त शक्तिशाली छ भन्ने पनि कुरा आएको छ र हामीले केही स्थानीय बासिन्दासँग केही परामर्श पनि गरेका छौँ, केही छलफल पनि गरेका छौँ र यो मन्दिरको बारेमा केही बुझ्ने प्रयास पनि गरेका छौँ। अब हामी हाम्रो स्थानीय बुवा हुनुहुन्छ, उहाँले केही आफ्ना शब्दहरू यस मन्दिरको विषयमा राख्नुहुनेछ। यो मन्दिर चाहिँ खासमा तान्त्रिक विधिबाट पूर्वजहरूले गर्नुभएको 1898 मा। हजुर। अब त्यतिखेर पूर्वजहरू हुँदाखेरि त्यसमा अब आफ्नो विधि अनुसार त्यो पूजापाठ गरेर मङ्सिरे पूर्णिमा भव्यका साथ रात्रि जाडो लाग्थ्यो। त्यतिखेर जब उहाँहरू चाहिँ अब उहाँहरूको पछि चाहिँ अब यो उहाँहरूले भने जस्तो पनि हुन सकेन र त्यही भएको कारण मन्दिरको चाहिँ जीर्ण अवस्था बढ्दै गयो। साथसाथै वर पिपल पनि त्यही अनुसार अब जीर्ण धेरै वर्ष पुरानो भइसकेपछि अनि मन्दिरको हाल यो पनि त्यस्तो भयो अनि यो वर पिपल पनि ढल्यो। भनेपछि यसको समग्रमा बुझ्दाखेरि जबकि मन्दिरको अवस्था जसरी जीर्ण हुँदै गयो, बोट बिरुवा यो दायाँ बायाँ भएका बरपिपलको रुखको पनि अवस्था त्यसरी नै बिस्तारै बिस्तारै जीर्ण हुँदै अहिले पुरै जमिनमा ढलेको अवस्थामा देख्न सक्छौँ, होइन त बुवा? हजुर। अनि यो मन्दिर कति शक्तिशाली छ हजुरलाई ज्ञान? यसमा चाहिँ एकदम स्वच्छ मन गरेर आएर यहाँ जस्तो अब मागेको कुराहरू चाहिँ पुगेको प्रायः जसोलाई पुगेकै भन्ने चाहिँ हामी थाहा छ। हजुर। त्यसमा चाहिँ अब एकदम शुद्ध मनले यहाँ आएर प्रतिष्ठा गरेर माग्दाखेरि जसलाई पनि आफ्नो इच्छा चाहिँ पुरा भएको चाहिँ हामीले सुन्नमा आइरहेको छ। रामेश्वर मन्दिरले चाहिँ आफूले मागेको, आफूले चिताएको आफ्नो मन चोखो गरेर माग्यो भने त्यो पुरा हुने यहाँबाट त्यो किंवदन्ती छ। हजुर। होइन, अनि हजुरको नजिक नै मैले धेरै शिलाहरू एकदम छरिएको अवस्थामा देखिरहेको छु। यो शिलाहरूको चाहिँ केही जानकारी दिनु नि, यो कसरी चाहिँ कहाँबाट आयो, यो मन्दिर स्थापना हुँदै तय भएको हो कि यो कतैबाट लिएर आएर स्थापना गरिएको हो कि? यो चाहिँ अब अग्रजहरू हाम्रो स्थापना गर्ने समयदेखि नै यो शिलाहरू मेन अब शिवलिङ्ग ल्याउँदाखेरि नै आसपासमा भएको त्यतिखेर नै स्थापना भएको शिलाहरू हो। हस्, धन्यवाद, धेरै धेरै धन्यवाद। र
यो मन्दिरको अवस्था यस्तो देख्दा स्थानीय सरकारबाट हजुरहरूलाई सहयोग छ कि छैन, गाउँबाट टोल समाजबाट केही सहयोग छ कि छैन, यो मन्दिर बनाउनु पर्छ, हाम्रो धर्म परम्परा हामीले जोगाउनु पर्छ, आफ्नो हिन्दू धर्म जोगाउनु पर्छ र यी 1898मा यो स्थापित यी शिलाहरूलाई हामीले जोगाउनु पर्छ, हामीले हिन्दू राष्ट्र कायम गर्नुपर्छ भन्ने केही हजुरको मनमा केही अपेक्षा? त्यो त गर्नुपर्छ। हामीले अब लागि पनि राखेका छौँ, स्थानीय सरकारसम्म पनि अब पुग्दैछ। अब योभन्दा अगाडि चाहिँ भएको थिएन, अब चाहिँ अब यस्तो जीर्ण अवस्था भएको कारणले चाहिँ हामी चाहिँ यसमा चाहिँ धेरै लागिरहेको छौँ। अब स्थानीय सरकार, केन्द्र सरकार र माथिसम्मको सरकारलाई हामीले चाहिँ अब माथिसम्म चाहिँ हामी कुरा राख्दैछौँ। अनि हजुरलाई अन्तिममा केही भन्न मन छ यो मन्दिरको विषयमा? अब यसमा यो जीर्ण अवस्था भएकोले यसमा चाहिँ अब राम्रो किसिमबाट पूजनहरूलाई आएर सेवा सुविधा पूजा गर्ने राम्रो किसिममा दिन पाउँदाखेरि हामीलाई पनि धेरै खुसी लाग्छ। अहिलेको अब यस्तो अवस्थामा त्यही भएर यसको लागि चाहिँ मन्दिर बनाउनै पर्छ भन्ने चाहिँ मलाई लाग्छ। पक्कै पनि हजुरले जुन आँट गर्नुभएको छ, आफ्नो स्थानीय सरकारलाई जुन वचन पेस गर्नु भएको छ त्यो अवश्य पनि पूर्ण होस् र यो छिटोभन्दा छिटो हाम्रो यस मन्दिर पूर्ण भएको हामीले पनि देख्न पाऊँ। हजुरलाई पनि धेरै धेरै शुभकामना। यो उमेरमा पनि ल हामीले गर्नुपर्छ भनेर जोस जागर देखाइरहनु भएको छ। आफ्नो धर्म जोगाउनु पर्छ, आफ्नो हिन्दुत्व जोगाउनु पर्छ, आफ्नो मातृभूमिको रक्षा गर्नुपर्छ भनेर लागि पर्नु भएको छ। हजुरको त्यो सोच, त्यो विचार छिटोभन्दा छिटो पूर्ण भएको हामीले पनि हेर्न पाऊँ, देख्न पाऊँ। हजुरलाई धेरै धेरै धन्यवाद। ध्यान